नेप्से कति अङ्कले बढ्यो, नेप्सेमा आज कति कम्पनीले सर्किट हान्यो, कति कम्पनीले माइनस सर्किट हान्यो र आफूसँग भएको सेयर बढ्यो कि बढेन हेर्नको लागि तपाईहरु सजिलैसँग प्ले स्टोरबाट शेयर हब भन्ने एप्लिकेसनलाई तपाईहरु सजिलैसँग डाउनलोड गर्नु होला। यसमा चाहिँ मैले डाउनलोड गरेर जस्ट यसलाई ओपन गरेको छु। ओपन गरिसकेपछि अब तपाईहरु सम्पूर्ण डिटेल्स यसबाट हेर्न सक्नुहुन्छ। नेप्सेको तलपट्टि हेर्न सक्नुहुन्छ 2689.63 जुन अंकले अहिले नेप्से चलिरहेको छ आज यसरी थाहा पाउन सक्नुहुन्छ। त्यसैगरी यसमा सँग प्लस 20.12 जुन यसमा सँग प्लस आज जुन नेप्से प्लस भएको छ। त्यसैगरी यसमा सँग प्लस 0.75% ले आज नेप्से बढेको छ भनेर यसरी तपाईहरु थाहा पाउन सक्नुहुन्छ। त्यसैगरी तल एडभान्स भनेको ठाउँमा तपाईहरु सजिलसँग 161 यसमा जुन ग्रीन दिएको छ त्यसमा हेर्न सक्नुहुन्छ 161 कम्पनीहरु अहिले नेप्से जुन बढेको हुनाले अहिले बढेको छ भने थाहा पाउन सक्नुहुन्छ। त्यसैगरी 131 जुन रेड रहेको छ। त्यसैगरी यसमा यदि कम्पनीहरु अहिले चाहिँ नेप्सेमा घटेको छ भने यसरी थाहा पाउन सक्नुहुन्छ। त्यसैगरी यसमा प्लस यसमा सर्किट भनेर दिएको छ। तपाईहरु यसमा कति कम्पनीले पोजिटिभ सर्किट हाने सजिलैसँग थाहा पाउन सक्नुहुन्छ। त्यसैगरी नेगेटिभ सर्किट भनेर दिएको छ। यसमा माइनस कति कम्पनीले नेगेटिभ सर्किट हाने तपाईहरु सजिलैसँग हेर्न सक्नुहुन्छ। अब आफूसँग भएको शेयर बढेको बढेन हेर्नको लागि जस्ट सर्चमा गएर यसमा सर्च गर्न सक्नुहुन्छ। जस्तै यसमा मैले क्रेस्टेम माइक्रो लाइफ इन्स्योरेन्स यसमा सर्च गरेको छु। यसमा क्रेस्टेम माइक्रो लाइफ इन्स्योरेन्स यसमा शो गरेको छ। यसमा आज 1905.1 जुन रुपैयाँमा अहिले नेप्सेमा कारोबार भइरहेको छ। त्यसैगरी यसमा आज 3.59% ले बढेको छ। यसरी तपाईहरु सजिलैसँग आफूसँग भएको शेयर बढेको बढेन भनेर पनि हेर्न सक्नुहुन्छ।